कर्सन स्वागत छ संगीता युट्युब च्यानलमा संगीता तिवारी युट्युब च्यानलमा। आज धेरै दिनपछि भिडियो स्टार्ट गरेछु। किन होला हेर्नु न, नयाँ नयाँ लुक्स देखिरहेछ नि। माई पसल चिया बनाउँदैछु साथीहरू। आज चाहिँ मैले फाइनली आज 3 दिन भयो नेपालगञ्जबाट सामान मगाएको। अस्ति मगाएको, आज 3 दिन भइसक्यो साथीहरू। अस्ति मदर्स डेको लागि सामान मगाएको थिएँ, तर फाइनली आइपुग्यो बुटोल। आज आइपुग्छ मसँग। साथीहरू कस्तो छ त भिडियो हेरौँला है त, मैले देखाउँछु हजुरहरूलाई। अब म चिया बनाउँछु। म सुतिरहेको थिएँ, फोन डेलिभरी ओलाले फोन गरेँ, म उठेँ। अब चाहिँ म चाय बनाउँछु। चिनी सुते थिएँ, यस्तो भएर सुते। मोटा छु दुब्ला छु साथीहरू, कमेन्ट गर्नु होला है त। राम्रो छ, राम्रो छु भन्नु पर्यो। भ्लग बनाउँदैछु साथीहरू। आज धेरै दिन भयो, लगभग 1 महिना हुन लागिसक्यो होला साथीहरू मैले भ्लग नबनाएको। मैले हेर्नुपर्छ कति भयो भनेर युट्युबमै गएर मैले अपलोड गरेको थिएँ। लास्ट डे छुट्टीबारी जाँदाको थियो। यस्तो लाग्छ। आज भिडियो बनाउँछु हल्का फुल्का, अनि म यो भिडियो पुरा भोलि गर्नेछु साथीहरू। आज स्टार्ट गरेँ, तर मैले 2 दिन लगाएर पुरा गर्ने। आज र भोलि मदर्स डे। हेरौँ कस्तो हुन्छ भने सोचे जस्तो हुन्छ होइन। मदर्स डेमा मम्मी त हुनुहुन्न, त्यही पनि मम्मी नभए पनि मम्मी जस्तै दिदी। अब चिया पाक्छ, चिया पारेको चाय स्टार्ट छ, सुरु हुँदैछ साथीहरू। घाम हेर्नु टन्टा पुरै यस्तो छ लुक्स मेरो पसलको लुक्स। कोही छैन, उता तास खेल्नेहरू छ, कस्टमर कोही छैन। सामान पनि ल्याइसकेछ साथीहरू। अब लिन जानुपर्ने हुन्छ। यस्तो छ कि साथीहरू, फ्रिजको हालत यस्तो छ साथीहरू। यस्तो छ साथीहरू, यस्तो छ साथीहरू। गर्मीमा घिउ भोलिको लागि घिउ जमाएर राखेछु, अन्डा साथीहरू। प्याज टमाटर आटा मसला त्यही नै हो। फाइनली साथीहरू चाय पनि बनिसक्यो। चाय पनि रेडी भइसक्यो। भ्लग स्टार्ट गर्दा अब चिया रेडी हुन्छ साथीहरू। अनि त्यसपछि अहिले पछि भेटौँला है साथीहरू। अब के गर्दैछु त, अनि उताबाट के मगाएको छु त भनेर गिफ्ट त म त हजुरहरूलाई आज देखाउँदैन, भोलि नै देखाउने छु। तर पनि सामान आएपछि म भिडियो लिन्छु। थोरै सामान आएपछि हस्। बाई बाई अहिलेलाई, एकछिन पछि भेटौँ। हेलो साथीहरू, फाइनली मेरो सामान पनि आइसक्यो है साथीहरू। पिआई कलेक्सनबाट नेपालगञ्ज। हेरौँ है त कस्तो रहेछ। भिडियोमा राम्रो हो कि
यता पनि राम्रो हेरौँ। यस्तो हो कि साथीहरु, दुईटै कलर एउटै हो। कलर एउटै हो साथीहरु। फाइनली 40 नम्बरको मलाई मिल्दैन, कसलाई मिल्छ? 40 साइज तीन दिनमा आयो साथीहरु। अर्डर गरेको 3 दिनमा आइपुग्यो फाइनली। आजलाई यति नै। अहिले एकछिनपछि भेटौँला, नाइ त अर्को भिडियो जोड्छु। फाइनली साथीहरु, मेरो सामान पनि आइसक्यो पिआई कलेक्सनबाट, नेपालगञ्जबाट। सामान पनि हेरिसके मैले। थ्याङ्क यू सो मच। गुड मर्निङ। नेक्स्ट डे, आज नेक्स्ट डे हो। हिजो भिडियो स्टार्ट गरेको थिएँ, आज माफ लागेन। ह्याप्पी मदर्स डे सबैजनालाई, मेरो युट्युब फ्यामिलीहरूलाई। यहाँ खाना खाँदैछन्, ल हेर्नु है त खानामा आज के बनायो। पनिर र आलुको चावल, नेवारी चावल लागेछु। अनि हेर्दै गर्नु होला। म यसमा हेर्नु ढोक्ला काँक्रा खाँदै दही ल्याएको छु साथीहरु। 1 लिटर, यो आधी लिटर हो। 1 लिटर भएको कोका ल्याएको छु साथीहरु। चिसो पानी राखेर म कस्तीदेखि छु साथीहरु। आज मट्टीले डुब्ले कमेन्ट गर्नु होला न साथीहरु। आज मदर्स डेमा के पाएँ है त मैले, म देखाउँछु साथीहरु। कसरी घोल्छन् रेडी भयो साथीहरु।
टाइममा भयो साथीहरू यो म यो यहाँ राख्छु अब म काँक्रा खान्छु स्ट्रेट बालको हालत हेर्नु Happy Mother's Day. अब काँक्रा खाँदै त हाय हेलो नमस्ते नमस्ते एभ्रिवान हामी त यहाँ सान्दै हो सन्चै हुनुहुन्छ तातो बेला पेट साह्रो हो खाना कस्तो भयो त हो कामी हरामी त्यही हो साथीहरू म अहिले मदर्स डे बनाएर अहिले नास्ता खान्छु दिदी आउँदै हुनुहुन्छ अनि लास्टमा खाना खाने अहिले एकछिन पछि देखाउँछु है साथीहरू काम छ यहाँ पानी सानी भर्न छ यताउति काम छ भाँडा धुन छ अनि त्यसपछि भेटौँला खाना खाने टाइममा